नमस्ते सबैजनालाई। म एउटा अत्यन्तै अपाङ्ग व्यक्ति हो। मेरो भिडियो सबैजनाले माया गरिदिनु होला। अब मैले टिकटक मोनिटाइज गर्ने मन थियो, तर पूजा दिदीको लाइफमा गएँ। पूजा दिदीको लाइफमा मैले कति कोसिस गरेँ, तर उहाँले त्यत्रो भेटमा मलाई कहाँ देख्ने तर दिदीले। तर त्यही पनि म यो भिडियो पूजा दिदीको लागि बनाउन लागेको छु। म राम्रोसँग बोल्न सक्दैन, त्यही पनि यो भिडियो पूजा दिदीसँग पुऱ्याइदिनु होला। यो भिडियो मैले आफ्नो टिकटक मोनिटाइज गर्न मन थियो, त्यही भएर पूजा दिदीलाई मैले धेरै कोसिस गरेँ। उहाँको लाइफमा गएँ अनि मामाको लाइफमा गएँ, त्यही पनि जसले देखिन्छ। पूजा दिदी र मामासँग पुऱ्याइदिनु होला। म राम्रोसँग बोल्न सक्दिनँ, म अत्यन्त अपाङ्ग छु। सबैजनाले मलाई माया गरिदिनु होला। नमस्ते, धन्यवाद सबैजनालाई। म पूजा दिदीको भिडियो हेरिरहेको छु। पूजा दिदीको भिडियो हेरिरहन्छु।